एकैछिन सुनाउ त कुराकानी। बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन्। अबको नीति तथा कार्यक्रम र बजेट तपाईहरूको हुनेछ। खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन्। सांसदज्यूहरू जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौँ। त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ, देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण। मलाई विश्वास छ यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ। धन्यवाद। अब चाहिँ बिचौलियाहरूको चाहिँ तनाव होला जस्तो छ है, के कसो ल भन्नु त। सुन्नुभयो नि रविजीको सम्बोधन। कहाँ हो जाने बिचौलियाहरू, अब यसो जाँदा हुन्छ है। अब चाहिँ यसो नजोगिम, अब जोगेर चाहिँ धेरै गाह्रो छ जोगिनलाई चाहिँ होइन। जोगिन पर्दैन, बरु त म हो भनेर आउनु होला एकदम होइन। सामान साथ मिलेर नि बढ्न सकिन्छ, के हुन्छ कसो हुन्छ। तर बिचौलियाहरूको चाहिँ अब बर्बाद हुनेवाला छ। के कसो हो ल भनिदिनु त सबैजनाले।